कति दिनले टोटल ए अहिले त ट्र्याक्टर आएको बुढाउलाई सजिलो हैछ नि कत्रो कुत्रो बारे हान रोपे हान नै पानी जतिन्छ केले हो र हलाले रोप्ने होइन होइन यो इदलो कालो खन्न लाग्यो कि खेत रोप्न लाग्यो भने त्यस्तो हिलम्बे भएर बाख्रा त ऊ जति पनि पाल्दा रहेछ नि त म त 2-4 दिन भए अब म फर्म दर्ता गर्न आएको कि फर्म दर्ता छ मेरो अब रिन्यू गरेर चलाउने भन्ने कुरो हो खास मेरो बाख्रा फर्म खोल्ने कुरा हो कि म त खासमा यस्तो अब थोरै पाल्ने तपाईँको मार्केट दिने भन्ने कुरा हो भन्नाले जस्तै तपाईँले यहाँ पाल्नुभयो ऊ के खानासाना इधर उधर सबै मेन्टेन गर्न सक्नुहुन्न नि मैले चाहिँ 4-5 महिनाको बनाएपछि चाहिँ ल र खानासाना टक्क मेन्टेन गरेर दिएर उता व्यापारीलाई भन्दा दिन किन्न पाउने यता किसानलाई चाहिँ भन्दा दिन बेच्न पाउने स्थिति बनाउन पाए राम्रो हुन्छ कि भन्ने कुरा हो ठ्याक्क अब तपाईँको यस्तो भयो अब मैले गरेँ भने चाहिँ ठ्याक्क अब उता बुच्चरहरूले नि पाल्न परेन लहर होइन मैले भन्दा दिन सकेँ तपाईँहरूले नि अब बेच्ने भएको थियो यो पाल्न पर्यो भनेर गुनासो गर्न नपरोस् भन्दा दिन बिकोस् भन्ने कुरो हो क्या मेरो चाहिँ अब यता उयो मेसो पर्दो बेच्ने जस्तो छ नि त स्थिति भन्दा दिन बेच्न त पाइन्न त्यसो त एउटा होल्डिङ ठाउँ बनाउन सकियो भने होल्ड गर्ने के अहिले तपाईँको विदेशतिर सबै क्यान्सल गरेर अब फाइनल हानिदिने भन्ने कुरा हो फाइनल नै हानिदिन लागेको मैले खास अब विदेश गएर नि 5 वर्ष दुःख हार्नै पर्छ खुन पसिना एक गर्ने नै हो भनेपछि यहाँ 5 वर्ष यहाँ हानियो भने त केही एउटा लेभल बनाउन सकिन्छ कि भन्ने लागिरहेको मलाई अब अहिले अब पैसा नि लगानी गर्न सकिन्छ ठ्याक्क जोस जाँगर नि छ भनेपछि केही हुन्छ कि भन्ने कुरो